भने 10 वर्षभित्रमा हामी कहाँ तेल छ, हामी कहाँ जडीबुटी छ, हामी कहाँ पर्यटन उद्योगको निम्ति चाहिँ पर्याप्त आधारहरू छ, हामी कहाँ धेरै चिजहरू छ जसको आधारमा हामी 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ हामी युरोपीय स्तरमा पुर्याउन सक्छौँ। तर आवश्यकता छ एउटा प्रतिबद्धताको, आवश्यकता छ एउटा सङ्कल्पको नयाँ नेपाल निर्माण गर्ने। केरम काठमाडौँ पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। पोखरा रेल आएपछि बेनी जाँदैन, बेनी जाँदा कहाँबाट जान्छ? कुस्मा हुनु परेन? कुस्मा त स्टेसनै हुन्छ। केही वर्षको कुरा हो यो। अब नेपाली खल्तीमा ठ्याम्मै पैसा नभएको त हुँदैन। कमाउन पाएन भने त अलिकति भए पनि सरकारले खल्तीमा हालिदिन्छ। होइन भने 76 सालभित्र नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ हामी देखाउँछौँ। रेल आउँछ, पानी जहाज पनि आउँछ, टिकट काट्न पाइन्छ, काउन्टर खुल्छ, त्यसको सूचना पनि हुन्छ। चुनाव पछि हेर्नु होला, तपाईँले AP1बाट 2 वर्ष मसँग लिनु परेन इन्टरभ्यू, 2 वर्षपछि लिनुहोस्। आजको रेकर्ड अगाडि राखेर 2 वर्षमा विकास सम्बन्धी, विकासको अभियान सम्बन्धी, आर्थिक समृद्धिको बाटोमा एमाले सरकारले गरेका कामहरूको चित्त बुझेन भन्ने ठाउँ कतै भेट्नु भने 2 वर्षपछि चुनौतीका साथमा तपाईँलाई भन्छु, ठाउँ खोजेर लिएर आउनुहोस्। यो रेकर्ड अगाडि राख्नुहोस्।